सर्वप्रथम सबैजनालाई वेलकम छ एन्ड सबैजना जोडिनु होला हाम्रो अफिसियल युट्युब च्यानल नोब्स ब्लगमा। ल साथी, हामी चाहिँ आज घमरुकदेखि हाम्रो प्यारो गाउँ ठाउँ आफू जन्मेको ठाउँ चाहिँ नवलपुर चाहिँ हामी लाग्दैछौँ है साला भेना। हेलो हाई भन्दै ठिक छ नि होइन? कतिको एक्साइटेड छ एकदम? ल ठिक छ वक्क लर साला भेना टक्क टक्क लएर जान्छौँ। आजको यात्रा घमरुकदेखि नवलपुर हुनेछ है साथी। हामी चाहिँ आज एक हप्ता 2 हप्तालाई घमरुकलाई बाई बाई गरेर चाहिँ हामी साला भेना हामी नवलपुरतिरै हराउनु पर्ने हुन्छ। ओके ओके ल यति भएपछि खान्छ नि होइन केटाले? कतिवटा केटी पट्टाउने सोच्दा छ उता गएर छैन? केटो डेन्जर खुसी भएको छ है गाउँतिर जाने भनेपछि एकदम खुसी एकदम एक्साइटेड भएको छ केटो। गाउँतिर गएर चाहिँ के हुन्छ म सब देखाउनेछु डिटेल अरे डिटेलमा भन्न खोजेको डिटेलो भएछ है साथी, सरी त्यसको लागि। हामी चाहिँ अहिले घमरुकको पञ्चेबाट चाहिँ हिँडिसक्यौँ है। अब बस पार्कतर्फ हामी लाग्दैछौँ साथी। घमरुकमा आज मौसम पनि एकदम चकाचक भएको छ, एकदम खुल्ला एकदम घाम लागिरहेछ, बादलहरू पनि खोलिरहेछ, एकदम मौसम पनि खुल्ला भइरहेछ। यहाँ कालीलाई बाई बाई गर्नुपर्ने हुन्छ के यता हेर त खै सबै गयो ल। कालीलाई चाहिँ म पैसा दिँदैछ है। ल है थ्याङ्क यू बाई बाई भेना भनेको खै है बाई बाई भेना भनेको राम्रोसँग जानुहोस् खै यहाँ राम्रोसँग जानुहोस्, राम्रोसँग रमाइलो गरेर आउनुहोस्, राम्रोसँग जानुहोस्, कतै बाटोतिर केही नभइकन जानु भन्नु। ल यति भन्दै हामीले कालीलाई टाटा गरेर फेरि अर्कोचोटि फर्किँदाखेरि भेट्नेछौँ है। बाई बाई खालि ए टाटा गरिदिनुहोस् बहिनीलाई। ठिक छ ल कालीलाई पनि बिदाई गरिसक्यौँ है हामीले। अब जानेछौँ हामी सिधै बस पार्कतिर गएर चाहिँ भेट्नेछौँ है साथी। है साथी यो बस चाहिँ रहेछ है, यसमै चाहिँ जानेछ हामी। यहाँ छ टोलीहरू। ल अहिले बसमा चढेपछि भेट्नेछौँ है त। अब ठिक छ नि होइन? ल यहाँ खच्चरा आयो फेरि लाताले हान्ने त होइन कतै। बाई बाई खच्चरा हजुर है धुलो आयो। हामी लाग्यौँ साथी है। यही हो कुस्माको बन्जी जम्पिङ चाहिँ। मान्छे यहाँ खेल्दैछ क्या? कहाँ छ मान्छे, कहाँ पुग्यो देखेको छैन है साथी। ओहो ल साथी यही नै हो कुस्माको फेमस बन्जी जम्पिङ चाहिँ यही हो है साथी। अहिले हामी देखाइरहेछौँ। हामी साला भेना चाहिँ यहाँ चट्ट लगायो तर गाटा है गरिदियो। ल ठिक छ ल चट्ट लगाएर भित्र छिर्ने। अब टिकट काटेर पैसा लाग्दो रहेछ कि होइन? हामी छिर्दैनौँ तर डर लाग्छ। हामी यहीँबाट हेर्ने फर्कै फर्किने है साथीहरूलाई। यहाँ चाहिँ पिङ रहेछ, यहाँ देख्न सक्नुहुन्छ हजुरहरू। हो कतै खेलेर यहाँ लोटिने त होइन यहाँ होइन? ठिक छस् नि त? ठिक छैन? बेठिक छस् कि के हो? झाला कसरी झाला त नि तँलाई? भोमिट आहा भोमिट आएन होइन? अलिक नजिकबाट चाहिँ म अहिले प्रत्यक्ष प्रसारणमा छु। यहाँ पेप्सी खाँदै म यसरी यहाँ गर्मी साथीहरू, त्यही भएर खानुपर्छ, दबाउनुपर्छ यो चाहिँ है। केटो त्यहाँ बसिरहेछ केही नखाने रे। सो म चाहिँ यो खाएर चाहिँ फेरि गाडीमा जानुपर्ने हुन्छ साथी। हामी लास्टै गर्मी छ यार, तर कुस्मा आयो बन्जी जम्पिङमा चाहिँ गर्मी साथीहरू नसक्ने रहेछ है। ओ त्यहाँ के भन्छ केबल गार्नी हिँडेको छ, यहाँ बन्जी जम्पिङ हानिरहेको रहेछ है। बिहानसम्म यहाँ एउटा को हो त्यहीँ अड्केको छ है। डर लाग्ने यार, हेर्दै नि डर लाग्ने साथी हो।
त्यही भएर चुपचाप बस्ने बरु होइन टाढाबाट हेर्ने बस्ने लिएर आयो नि त टाढाबाट हेर्ने बस्ने साथी त्यही नै हो दुईवटा दिन त्यही नै हो साथी हो हामी हेऱ्यौँ है बन्जी जम्पिङ चाहिँ हेऱ्यौँ यहाँ उसमा आएर तर गर्मी चाहिँ बहुत रहेछ सो साथी हो त्यही भएर पेप्सी यहाँ अगाडि सर्ट खानुपर्ने हुन्छ ल त्यही नै हो अहिले पछि हामी भेट्दिन गरौँला त साथी अनि त्यही नै हो देखाउने नि यति नै रहेछ होइन अब उता जाने टिकट लाग्ने रहेछ 500 रे हेर्ने पनि सो त्यही भएर हामी छिरेन है अनि साला भेना फर्के टक्क लाएर गाडी चढेर जान्छौँ होइन ल साथी हामी सिरुबारी देख्न सक्नुहुन्छ यहाँ हो यत्रो ठुलो अक्षरमा यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ कालोमा चाहिँ अब बिस्तारै बिस्तारै माथि जानुपर्ने हुन्छ होइन कालो कोदो सिरुबारीमा कोदोबारी है सिरुबारीमा कोदोबारी ल यार गजब छ कताबाट जाने यतै होला ल जाउँ हामी साला भेना चाहिँ कहाँ रे कालो सिरुबारीको टप माथि डाँडामा चाहिँ जाँदैछौँ होइन र के हो के रमाइलो भयो कि झ्याला आज घर पुगेन गरे केटो के भयो साथी आज हामी यसो घरतिर जाउँ कि भनेको यतै सिरुबारीतिर आल्झियो है ल साथी बाटो चाहिँ यस्तो रहेछ सिरुबारीको टप फ्लोरतिर टप डाँडा भन्छ है त्यसलाई डाँडातिर चाहिँ जाने बाटो चाहिँ यस्तो रहेछ है घान्द्रुकको जस्तै छ छन त ओक्का ढुङ्गा छप्पनी छाएको चाहिँ छ है यो चाहिँ नेपालको पहिलो पर्यटन गाउँ विकास समिति चाहिँ रहेछ अहिले मैले देख्दाखेरि है साथी अलि देखाउन पाइएन मैले त्यो अलि माथि आएर भिडियो स्टार्ट गरेँ मैले सो यो चाहिँ मलाई त्यस्तो लाग्यो है साथी के अरे बाबु खै बुद्ध गुम्बा यता होला यता कि यता त्यतै होला त्यताबाटै जाउँ है साथी कता हो बाटो यहाँ भित्र आउँदा त कता हो जस्तो लाग्छ यता माथि होला यता माथि जाउँ कहाँ अहिले खाम्ला खाइज अहिले खाम्ला कि खाइने होइन के हो अहिले बिन्दास हिँड बिन्दास बाबु धेरै स्पिडमा होइन ओके ढुक्क है हो सिरुबारी त्यहाँ देख्न सक्नुहुन्छ हामी त्यो टुप्पोमा जाँदैछौँ है साथी अहिले ढुक्क सकिन्छ कताबाट जाने भनेको उता माथि जाने दिदी कताबाट यताबाट नि हुन्छ ए हुन्छ ल ल धन्यवाद ल यताबाट चाहिँ रहेछ साथी माथि नजानु होला यता तेर्सिनु होला है त्यो बुद्ध गुम्बाबाट चाहिँ थोरै माथि आयो यता राइट साइड देख्नुहुन्छ तपाईँहरू यहाँ ओहो यता होमस्टेहरू देख्न सक्नुहुन्छ तपाईँहरू गेस्टहरू हो कि घरकै मान्छेहरू हो कि अलिक बुझ्न सकिएन साथी हामी चाहिँ छिर्यौँ है अब सिरुबारीको माथि टप फ्लोरमा यो गल्ली होमस्टेभित्र हामी छिरिरहेको छौँ मैले चाहिँ रमाइलो छ यता आमा ओहो फुलहरू नि गजब या क्या मजाको फुलहरू है ए बिस्तारै न किन दौडेको र झ्याला होला नि पखै बिस्तारै जाऊँ क्या यता तलबाट आयो नि हुँदो रहेछ क्या यिनीहरू यता तलबाट बुद्ध गुम्बाबाट तलबाट आयो नि हुँदो रहेछ क्या साथी हामी अलिकति माथिबाट आएर चाहिँ यता छिर्यौँ है मेन बाटोतिर जुन चाहिँ माथि डाँडा टप म चाहिँ पुग्छ है हामी लम्किँदैछौँ साला भेना हे बाटोमा हिँडेको मान्छेलाई के गरे यार भनिरहेको भयो कताबाट त्यतैबाट हिँड्न खाएर माथि है कालो चाहिँ तल पानी खान गइरहेछ म चाहिँ बिस्तारै हिँडिरहेको छु यता माथितिर सो साथी आज नवलपुर त होइन हामी सिरुबारी स्याङ्जा चाहिँ
बसाइ हुन्छ है हाम्रो आज यता बाटोतिर। वाह क्या गजबको फुलहरू, ए मजा आइरहेछ। कालो बाबु आइज। कालो चाहिँ त्यहाँ आउँदैछ है पानी खाएर। हो त्यहाँ हो यता के हो यस्तो? ओ पिङ धरिरहेछ यता। ओइ खेल 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 त ल। ओइ लाएर केटो खेलेको। कतै यो केटालाई बाघले झम्किने त यो केटालाई खाने त होइन। भागै भाग खान्छ। आइज अहिले पछि फर्किँदाखेरि हेर्नुलाई क्या। आइज साथी हाम्रो गन्तव्य चाहिँ माथि डाँडा भएकोले हामी चाहिँ बिस्तारै अब माथितिर लम्किनु पर्ने हुन्छ। ए टोक्ला त्यसले खाइदेला अम्फाल अम्फाल छिटो। ल ठिक छ केही छैन। बाटो चाहिँ अहिलेसम्म अच्छा छ के है। ओ खोल्साहरू पनि रहेछ एकदम। वनभित्र हिँड्न चाहिँ शीतल भइरहेछ, घाम लाग्छ, तर वनभित्र चाहिँ खासै असर पारेको छैन है साथी हामीलाई। आइज छिटो। ओहो हामी साथी हो सिरुबारीतिर। है आएको थिएन है, घुम्न आएको थिएन, तर यहाँ उता बुलिङको जुन घन्द्रुक भ्रमण गर्ने साथीहरू हाम्रो दाइ दिदीहरू आउनुभएको थियो, उहाँहरूसँग चाहिँ आउँदाखेरि चाहिँ यता पस्ने मौका मिल्यो हामीलाई। सो हामी एक्साइटेड पनि छौँ र खुसी पनि छौँ एकदम। माथि पुगेर चाहिँ अझै के कस्तो भ्यू देखिने हो भन्ने अझै एकदम उत्सुकताको साथ हामी सालो भेना लाग्दैछौँ होइन त बाबु? है हिँड्छ केटो के अरे लड्यो भने होइन बारे भविष्यमा। अनि के भइरहेको यस्तो अलिकति फ्याटफुट हुन्छ त। ल शरीर चाहिँ निस्केला जस्तो चाहिँ लडेको जस्तै, कपाल मैले स्याट्ट लडेको जस्तै काट्दैछु केटोलाई। त्यही नै हो साथी। अलिकति गरिन् भयो म चाहिँ यो यता हाल्नु पनि हुन्छ। अहिले घाममा चाहिँ छेगाम्ला भनेर लिएर आएको थिएँ खासमा ज्याकेट नल्याउँदा हुँदो रहेछ होइन खासमा। र साथी बिचमा तेर्सो पनि रहेछ। हामी त उकालै होला ठाडै होला भन्ने सोचिरहेको थिएँ, तर तेर्सो पनि आउँदो रहेछ है बाटो। देख्न सक्नुहुन्छ केटो तेर्सोमा टक्क हिँडिरहेछ। कता यता? ए यहाँ देख्न सक्नुहुन्छ यता टावर है। यता मिठो गाउँ पनि देखिँदो रहेछ साथी। यता सिरुबारी त सिरुबारी होला त्यो, तर अर्कै नाम छ होला कि त्यो देखाउने। मेरो पछाडि देख्नुभयो होला होइन? हो यताको गाउँ चाहिँ वाह बब्बल देखिरहेको चाहिँ साथीहरूलाई। खै के रहेछ ल। फेरि हामी तेर्सो हिँडेर चाहिँ फेरि उकालो चढ्यौँ है साथी। यता नि पहाड डाँडै देख्न सक्नुहुन्छ हजुरहरू। अलिकति घाम लागेको कारणले चाहिँ हामीलाई हिँड्नमा हल्का असर त गरेको छ साथी, तर हामी पहाडमा हिँड्ने मान्छे भएकोले यसले खासै हामीलाई असर चाहिँ गर्दैन है। त्यसलाई देख्न सक्नुहुन्छ, त्यो हेर्नु कसरी हिँडेछ। मगरको छोरो लरे भन्ने सपना लिएर जन्मेको हो रे गाजी। साथी हो अझ ठाडै रहेछ है यो त केही होइन। अझै ठाडै देख्न सक्नुहुन्छ, म देखाउनेछु एकछिनमा। ठाडै छ बाटोमा। एउटा मान्छे नि भेटेको छैन। सायद माथि गएर चाहिँ भेटिन्छ कि होइन, तर हामी अलि दिउँसै आएछ कि बिहान र बेलुकामा हल्का मान्छेहरूको भिड हुन्थ्यो होला यता है, त्यस्तो लाग्छ मलाई। ओहो यता सेलिङ नै हालेको रहेछ है, सायद भिड होला क्या त्यता साइडतिर भिड हुनुपर्छ है। यस्तो रेलिङ जुन हालेको छ यसले चाहिँ त्यसलाई चाहिँ सङ्केत गर्छ है, जोगाउन चाहिँ यसले मद्दत गर्छ साथी हो। ल हामी चाहिँ ठाडै उकालो अहिले चाहिँ ओखा हट मजा लागिरहेछ केटा। यी झलाइरह कता हिँड्ने जस्तो भयो तँलाई? कता हिँड्ने जस्तो भयो? कसम सेम यस्तै छ मेसरमरा मन्दिर।
साथी अब लगभग हामी अब 3 मिनेटको हाराहारीमा चाहिँ माथि टावरमा पुगिन्छ होला। ओहो साथी हामी त पसिना भइयो नि, देख्न सक्नुहुन्छ। खै तेरो पसिना आयो यसको नि आएछ। हाम्रो अब तल सिरुबारी ए गाउँ चाहिँ माथिबाट यस्तो देख्दो रहेछ साथी। अझै माथिबाट राम्रो देखिन्छ होला। अब हामी निस्किसके हो त्यही माथि टावर निस्किसके जस्तो लाग्यो मलाई। घाम लागेर चाहिँ खतरा वा गजब। गाउँ त गुरिलो परेर यार ओखा देखेछ गाउँ गजब। के हो यस्तो, के फलिरहेको छ यो रुखमा? ओहो थाहा पाएन है। तर हामी चाहिँ जान्छौँ अझै। अब लगभग आइयो, धेरै दगुरिने होइन। हामी आज यहीँ बस्ने हो, दिउँसो आइएछ। बिस्तारै आराम गरेर चाहिँ चढ्ने। भोलि बिहानबाट वहीँ किने हो, नबसिकन नहेरिकन बेलुकै हेरिन्छ है साथी। स्याहाँ पऱ्यो त यार यो। ओहो सिरुबारी साथी हो। ओखा घाम लगाएर चाहिँ त्यो हेर, त्यसले नि हल्का डिस्टर्ब गरेको छ भ्यूलाई है। यहाँ हेर्नु फुलहरू, आहा साइडमा फुलहरू पनि देख्न सक्नुहुन्छ हजुरहरू। आहा सिरुबारीबाट देखिने भ्यू चाहिँ यही रहेछ साथी हो। यस्तो देखिन्छ है यहाँ गाउँ देख्न सक्नुहुन्छ हजुरहरू। यता नि डाँडाहरू देख्न सक्नुहुन्छ। त्यसको साथमा यता घरहरू हेर्नु न कस्तो रन परेर बसेको छ कि है। ओखा देखेको छ कि होइन। यता माथिपट्टिको भ्यू चाहिँ यस्तो चौरै छ, फाँट जस्तो हेर्न देख्न सक्नुहुन्छ। ओहो फाँटहरू है साथी यहाँ यस्तै रहेछ देखिने चाहिँ भ्यू सिरुबारीबाट को टावरबाट है। सिरुबारीबाट होइन कि सिरुबारीको टावरबाट चाहिँ यस्तो देखिँदो रहेछ भ्यू। ए कस्तो लगाइरहेको छ यहाँ टावरमा आउँदाखेरि। यता बसेर इन्टरभ्यू दिएन। यता हेर, यता पसिना भइयो के होइन। के जाने रेस्टुरेन्ट महँगो वाला फेरि 1 लाख लिन्छ होला। सक्सेस तिर्न 1 लाख लिन्छ होला कालु फेरि। के हो यता हेर्ने, यता हेर भन्नु लिएला कि नलिएला? 5 रुपियाँ चाहिँ लिएला, 1 लाख त हेरेर नि दिन्न होला। गजब बेइज्जत गरे यार, 5 गरेर लायो यहाँ। लास्टै महँगो छ होला क्या। त्यसलाई चाहिँ यो टपमा चाहिँ अलि तल चाहिँ अलिक सस्तै होला होइन। तर यो टपमा चाहिँ अलिकति बोकेरै ल्याउनु पर्छ नि सामानहरू। त्यसले गर्दा चाहिँ हल्का महँगी चाहिँ होला है यहाँ चाहिँ। यही रहेछ कि साथी है सिरुबारी। यो सिरुबारीको साथमा सिरुबारीको भ्यू टावर पनि हामी आयौँ है साथी, जहाँबाट चाहिँ भ्यू हेर्न सक्नुहुन्छ। ओखला यता पनि यहाँले घाम लगाएर खासै उताबाट चाहिँ प्रकाश आइरहेको छ, यताबाट चाहिँ यो क्यामेराले खासै फोकस गर्न सकिरहेको छैन साथी। त्यही नि हो। अहिले हल्का एकछिन बसिन्छ, हामी वेट गरिन्छ, यहाँ बसिन्छौँ, आराम गरिन्छौँ। त्यसपछि हल्का घाम गइसकेपछि चाहिँ यहाँ फेरि म एकचोटि भ्यू चाहिँ देखाउने कोसिस गर्ने चाहिँ साथीहरू सकेसम्म। हामी सबैभन्दा चाहिँ अलिकति माथि जुन यो लभ देखेछ त्यहाँसम्म चाहिँ आइसी जाऊँ न भनेर चाहिँ हिँडेको छौँ होइन त बाबु। यता हेर आमा हो हिरो ओखा देखेछ त। यसलाई त के हो, मलाई मात्रै घिलाउनु देखेको त के हो र साथी हो। ठिक छ केही छैन। ओहो यताबाट रोड खाने छ होला क्या, यताबाट रोड खानेको रहेछ साथी हो। यता चाहिँ फाँट चाहिँ बब्बाल छ है। बब्बाल फाँट छ साथी हो। यही ओखा छ है ओखा।
डरतिर यहाँ जिप देख्न सक्नुहुन्छ हामी त्यत्रो चढेर आइयो तर जिप के यहाँ साथी त रोड चाहिँ कहाँबाट आएको रहेछ क्या है यताबाटै होला यता अगाडिबाट कताबाट हो बाबु त्यता हो बाटो यता यता आइज पिङको सुविधा पनि छ है यहाँ साथी केटो भट खेलिरहेछ आए मच्छी भाँचेलै फेरि माथि हालिदिएको छ है ओखा छ यहाँ माथि डाँडामा नि ओहो बब्बाले त दायाहरू फोटो खिच्ने कार्यक्रम हुँदैछ है यता केटो चाहिँ मस्त हो यो घर हेर न यो ठाँटी यो झुप्रो यस्तो देख्दै मन कस्तो लोभिने गाई है त यार यता फर्क्यो टु गर हे गर दुइटाहरूले हे ल गयो केटो अब चाहिँ खस्यो है साथी हामी चाहिँ फर्केको है अब तल सिरुबारीको होमस्टेतिर गएर चाहिँ हामी भेट्नेछौँ अब ल गाउँभित्रै साथी वाह यस्तो शालिग बनाएर राखेको छ देख्न सक्नुहुन्छ हजुर पढ्न सक्नुहुन्छ यहाँ ओखा छ ल साथी गाउँ पनि एकदम सफा छ चिटिक्क छ देख्न सक्नुहुन्छ ओहो केटो अगाडि हिँडेर छ एकदम मजाको छ है गाउँ है साथी को बनोट देख्न सक्नुहुन्छ हजुरहरू वाह दाउरा नि थन्काएर राखेको छ है घर है ए ओखा छ है भित्र गाउँभित्र पनि एकदम सफा छ हेर्न सक्नुहुन्छ घरहरूको डिजाइन देख्न सक्नुहुन्छ ओह खासै ढलान घरहरू खासै छैन है साथीहरूलाई अहिले भेटौँ ल साथी हामी बस्ने होमस्टे चाहिँ 12 नम्बर होमस्टे सिरुबारीको होमस्टे 12 नम्बरमा चाहिँ हामी बसेछौँ है जहाँ चाहिँ जुन चाहिँ यस्तो छ साथी वो यो त नामसम हुँदैन बस नम्बरको हिसाबले राखिन्छ है साथी त्यही हो ल फर्किनु भएको हाम्रो खाजा आयो साथी अब खाने चट्टा लाएर ल खानु सक्दैन थप रोटी अनि चाउनु भक्क लाएर खानुपर्ने रोटी पनि खुवाउनु पाइने हुन्छ साथी हो रुम चाहिँ नि यस्तो रहेछ है चक्काचक छ रुम हो हामी कालु चाहिँ यहाँ सुत्छ म चाहिँ यहाँ यता चाहिँ 3 जना दाइहरू सुत्नुहुन्छ है साथी यस्तो छ है रुम चाहिँ गजब छ वाह केही छैन तर ओक्का छ है अन्त मस्त सुतिन्छ यहाँ साथी म नेक्स्ट ब्लक भोलि यहाँदेखि गाउँतिरकोमा चाहिँ देखाउनेछ है ल